आज बिहानीको सुरुवात चाहिँ मेरो छोरीको डान्स हेरेर भइरहेछ क्या। मेरो छोरीलाई चाहिँ फेरि म्युजिक बज्ने भन्दा अघि डान्स गर्न थाल्यो क्या। मजा किसिम क्या मेरो छोरी चाहिँ। अनि बाहिर हेरेको पानी परेर कस्तो बेहाल थियो क्या, सबतिर पानी जमेर होइन। आज हाम्रो आलु खाने प्लानिङ थियो। अब आज सबैको स्कुल छुट्टी हो नि त, शनिबार हो। आज झन् जनहरू छन् होइन, घरका फेरि यसो आलु खाल्छन् कि भनेको के को पानी परेर त सबैले एउटा चाहिँ हेर्नु नि आलु खाल्नु पर्दैन भनेर खुसीले पानी पर्यो नि त। मम्मी पनि बिहानको सब्जीको लागि सब्जीहरू काट्दै हुन्छ खाना पकाउनको लागि। मलाई पनि हाटखोला जानु छ, त्यही भएर म पनि सिटी भन्न गइरहेकी छु। खोइ अब घाम लाग्छ लाग्दैन। फाइनली गाइज घाम लागेछ। अब हेरौँ। अब म चाहिँ हाटखोला हिँडेको होइन, सामान पुर्याउनु आफ्नो कामले चाहिँ। उताबाट आएर आलु निकाल्छौँ कि खन्छौँ कि खल्दैनौँ त्यो चाहिँ अब आएपछि मात्र थाहा हुन्छ साथीहरू होइन। अहिले चाहिँ फिलहाल म चाहिँ हाटखोला गइरहेकी छु। मेरो सिटी पनि आयो, मम्मीले सामान पनि बोकेर ल भारी छ नि त, त्यही भएर। अनि अब म चाहिँ जाँदैछु हाटखोला साथीहरू। हेर्नुहोस् न यहाँ, हे भगवान्, म चाहिँ आफ्नो ब्याग लिनै बिर्सेको पैसा क्या। फेरि म त सिटीवाला आधी बाटोमै निकाल्ने रहेछन् हेर्नु त। फेरि फर्केर आएर फेरि ब्याग लिएर अनि फेरि गएको म सामान पुर्याउन। अब चाहिँ म फाइनली जाँदैछु होइन। अब